विवाह गर्न ठिक्क परेको नाडी दोष लाग्यो नगर्नु भनिदिनु भयो। अब मन पनि पर्छ, छोड्न पनि सकिँदैन, दुवैतर्फ कुरा पनि मिलिसकेको छ। अब केही उपाय छ कि, अथवा नाडी दोष लागिसकेपछि केही उपाय गरेर विवाह गर्न मिल्छ कि, अथवा नाडी दोष लागिहाल्यो भने कुनै नराम्रो पो हुन्छ कि, अथवा के शान्ति विधि त्यसको उपाय के छ भन्नेको बारेमा आजको भिडियो छ। र साथसाथै तपाईहरुको अब मनुष्य गण र राक्षस गण परेको छ। विवाह गर्न ठिक्क परेको अवस्थामा गण चाहिँ मनुष्य र राक्षस गण देखियो। अब विवाह गर्ने कि नगर्ने, र मनुष्य र राक्षस गण विवाह गरिहाल्यो भने के हुन्छ, अथवा कुन कुन अवस्थामा चाहिँ मनुष्य र राक्षस गणमा चाहिँ विवाह गर्नुहुन्छ, गण दोष लाग्दैन भन्ने कुराहरु गरिएको छ। त्यसको बारेमा आजको भिडियो। साथसाथै अर्को टपिक पनि रहेको छ भने अब तपाईले विवाह गर्ने कन्डिसनमा चाहिँ 6औं र 8औं राशि पर्यो, एउटाको राशिबाट अर्को राशि गन्दा 6औं र 8औं पर्यो। अब यसलाई चाहिँ खड्गष्टक्यो भनिन्छ, खड्गष्टक्यो पर्यो है, यसलाई भकुट दोष पनि भनिन्छ। अब विवाह गर्ने कि नगर्ने, यसको बारेमा आजको भिडियो एकदम सान्दर्भिक छ, ध्यान दिएर सुन्नु होला। कुन कुन अवस्थामा चाहिँ खड्गष्टक दोष लाग्दैन, अर्थात भकुट दोष लाग्दैन, गण दोष लाग्दैन र नाडी दोष चाहिँ लाग्यो भने अब उपाय के छ, के विधि विधान र शान्ति विधि के छ, त्यसको बारेमा आजको भिडियो एकदम सान्दर्भिक छ, ध्यान दिएर सुन्नु होला। पहिलो कुरा त यो गण दोष नाडी दोष भन्ने कुराहरु चाहिँ विवाहमा एकदम प्रधान विषय, यो हेर्नै यो मात्रै हेर्ने विषय होइन। गण गुण नाडी नमिले पनि केही फरक पर्दैन, तर जन्म कुण्डलीमा ग्रहको शुभ योग चाहिँ राम्रो हुनु पर्यो। तपाईले विवाह गर्न लागेको व्यक्तिको चाहिँ जन्म कुण्डलीमा चाहिँ ग्रहको योगहरु राम्रो छ, चाहिँ शुभ ग्रहहरु केन्द्रमा उच्च छन्, सप्तम भाव लग्न भाव चाहिँ मा चाहिँ शुभ ग्रहहरु उच्च भएर बलवान भएर रहेका छन्, गजकेशरी जस्ता शुभ योगहरु परेको छ भने गण गुण नाडी दोषले खासै के असर गर्दैन, र मंगल दोषहरु छ भने पनि त्यसले दाम्पत्य जीवनमा नराम्रो गर्दैन भन्ने कुराहरु चाहिँ मूर्त ग्रन्थहरुमा मजाले बताइएको छ। र आजको भिडियो भनेको चाहिँ अब यो नाडी दोष लागिहाल्यो भने के उपाय गर्ने भन्नेमा आज केन्द्रित छ। र गण दोष चाहिँ परेको खण्डमा मनुष्य र राक्षस गणमा विवाह गर्ने कि नगर्ने भन्ने कुराहरु छ। विशेष गरी चाहिँ यो गण दोष लाग्यो भने अब विवाह चाहिँ गर्ने कि नगर्ने भन्ने अवस्थामा चाहिँ यदि तपाईहरुको दुवैजनाको विवाह गर्न लागेका व्यक्तिहरुको चाहिँ राशि मित्रता छ, तपाईहरुको चाहिँ राशि चाहिँ मित्र राशि परेको छ भने गण दोष लाग्दैन, मजाले विवाह गर्दा हुन्छ भन्नेको छ। अर्को कुरा चाहिँ 6औं 8औं राशि परे पनि तपाईहरुको राशि चाहिँ मित्र राशि परेको छ भने विवाह गर्दा हुन्छ। तपाईहरुले दुवैजनाको राशि चाहिँ मित्र राशि छ, शत्रु राशि छैन भने गण दोष लाग्दैन, खड्गष्टक दोष लाग्दैन, भकुट दोष लाग्दैन, नवपञ्चक दोष लाग्दैन, दुर्द्वादश योग दोष लाग्दैन। भनेको मतलब तपाईहरुको राशि चाहिँ पञ्चम र नवम परेको छ विवाह गर्न लागेको व्यक्तिको, अनि दोस्रो राशि र 12औं राशि परेको छ गन्दाखेरि भने पनि यदि राशि मित्रता छ भने त्यो दोष लाग्दैन। गण दोष हो, योनि दोष हो, वर्ण दोष, षडष्टकम